हामी अहिले यो मैटहुवादेखि अगाडि चन्नावा जाने बाटोमा छौँ। हामी चन्नावा जाने बाटोमा एउटा तीन तल्ले घरको छेउदेखि पूर्वतिर लाग्ने अर्को बाटो छ। हाम्रो काम चाहिँ यही भइरहेको छ। अहिले चाहिँ आज पहिलो दिन भएको कारणले हामी चाहिँ सुरु गर्न गइरहेका छौँ। हाम्रो यो टाइल्सहरू ढोका बन्दा छ। अब हामी चाहिँ किचनदेखि सुरु गर्दैछौँ। यो किचनमा चाहिँ रेडी पार्दैछौँ। फाइनली गाइज पहिला यो बालुवा र सिमेन्ट मिलाएर बराबर गर्नुपर्छ। अनि बराबर गरिसकेपछि यो 2x4 को टाइल हो। 2x4 को टाइल यहाँ चप्प मिलाएर राख्नुपर्छ। मिलाएर राखेर यसको ब्यालेन्स मिलाउनु पर्यो दुईतिरै। एकदम पानी जाने उल्टा हुनु पर्यो बेसिनमा। स्पिरिट लेभलले हेर्नुपर्छ मिलेछ कि मिले छैन। यस्तरी लगाउँदै गर्दा फुल टायर लगाइसकेपछि म फेरि भिडियोमा हजुरहरूलाई पुरै एकदम राम्रोसँग देखाउँछु है। हस् अब टाइल खोलेर अब मस्तसँग काट्नु पर्यो। काटेर बसाल्नुपर्छ। किनकि अब किचन टाइलको साइज अनुसार हुँदैन। हामी किचनको साइज अनुसार टाइल काट्नुपर्ने हुन्छ। त्यस कारणले हामी सबै रेडी गर्नेछ। फाइनली गाइज आज हाम्रो काम सिधेको छ। के कस्तो छ सल्लाह सुझाव दिनु होला। यसो फिनिसिङ एकदमै राम्रो छ भने हजुरहरू यसो कन्ट्याक्ट पनि दिँदै गर्नु होला। अनि हाम्रो हेरिराख्नु भएको छ युट्युब च्यानल मिस्टर ओम। हजुरहरू सब्सक्राइब र लाइक गरिदिनु होला। हाम्रो किचन रेडी भइसकेको छ। हाम्रो सोचे जस्तो फिनिसिङ भएको छ। हजुरहरू हेर्न सक्नुहुन्छ। अब यहाँ यो चाहिँ टोइलेट बाथरुम सानो छ चिटिक्क छ। सानो भए पनि जे होस् के कस्तो छ सल्लाह सुझाव दिनु होला। मलाई त राम्रै लाग्यो। अब आफूले गरेको राम्रै लाग्छ। हजुरहरूलाई के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। हवस् त धन्यवाद।